के हजुरहरू दूध र दही पिउने गर्नुहुन्छ? यदि पिउनुहुन्छ भने कुन समयमा पिउँदा अलि बढी लाभदायक हुन्छ भन्ने कुराको चर्चा हामी यस भिडियोमा गर्नेछौँ। नमस्कार साथीहरू, स्वागत छ डेली हेल्थ टिप्स च्यानलमा। आज हामी हजुरहरूको माझमा नयाँ भिडियो लिएर आएका छौँ। यदि यो भिडियो हजुरले मन परेमा र यस्तै स्वास्थ्यसँग सम्बन्धित भिडियो चाहिएमा डेली हेल्थ टिप्स च्यानललाई लाइक, शेयर र सब्स्क्राइब गरी बेल आइकनलाई प्रेस गर्न नबिर्सिनुहोला। हामी दही बिहानमा र दूध रातिमा पिउने गर्नुपर्छ। अब हामी किन यसरी पिउनुपर्छ भन्ने फाइदातिर लागौँ। हामी दही बिहान पिउँदा यसले हाम्रो पाचन शक्तिलाई मजबुत गर्छ। दहीमा प्रोबायोटिक्स हुन्छन्। प्रोबायोटिक्स भनेको राम्रो ब्याक्टेरियाहरू हुन्छन्। तिनीहरूले हाम्रो डाइजेसनलाई इफिसियन्ट बनाउने गर्छन्। साथै ती राम्रो ब्याक्टेरियाहरू हाम्रो इम्युनिटी पावरले मजबुत गर्छन्। इम्युनिटी पावर मिन्स रोगसँग लड्ने क्षमता मजबुत गर्छन्। त्यति मात्र होइन, हामी बिहान दही पिउँदा यसले हाम्रो वेट, हाम्रो तौल नियन्त्रणमा ल्याउँछ। यदि हामीमा ग्यास, एसिडिटी जस्तो समस्या छ भने बिहान दही पिउँदा यसले त्यस्तो समस्यालाई सजिलै निम्त्याउँछ। हामी राति दूध पिउनुपर्छ भन्ने कुरा पनि बुझौँ। यसरी राति दूध पिउँदा हामीलाई के फाइदा हुन्छ? सर्वप्रथम दूधमा क्याल्सियम बढी हुन्छन् र त्यो क्याल्सियमले हड्डी र दाँतलाई मजबुत बनाउने काम गर्छ। दूधमा ट्रिप्टोफ्यान भन्ने केमिकल कम्पाउन्ड हुन्छ जसले हाम्रो निद्रालाई इफिसियन्ट बनाउँछ, राम्ररी निद्रा लाग्छ। त्यसरी राम्ररी निद्रा लागेपछि यसले हाम्रो तनावलाई पनि कम गर्छ। हामी एउटा कुरो के ख्याल गर्नुपर्छ भने दही सकेसम्म राति पिउनु हुँदैन, किनभने दही राति पिउँदा यसले कफ जस्तो समस्या निम्त्याउँछ। साथै हामी दूध र दही मिक्स गरेर पिउनु हुँदैन, किनभने यसले एसिडिटी, ग्यास र भोमिटिङ जस्तो समस्या निम्त्याउन सक्छ। यसरी मैले भने अनुसार दूध र दहीलाई ठिक समयमा खाइयो अथवा पिइयो भने यसले ठुलो लाभ पुर्याउन सक्छ।